हाई एभ्रिवान ल आज चाहिँ मेरो मिनी भ्लग हेर्नु होला है फर्स्ट टाइम बनाइरहेको छु कतिको छुटपुट हुन्छ राम्ररी नै हेरिदिनु होला भन्ने आशा गरेको छु यो चाहिँ मेरो माइतमा मेरो मम्मी ड्याडीले गर्नुभएको सानो एक्सर्साइज अरे यहाँ चाहिँ चिमल चिमलको कुराहरू छ यो चाहिँ सानो हो अनि योभन्दा अलिकति ठुलो चाहिँ तल चढ्दैछ त्यसभन्दा अलिकति ठुलो चाहिँ यहीँ छ अनि त्यो खाने लायकको पनि यहीँनिर छ कि यो चाहिँ सानो सानो बच्चाहरूले पनि कति मजाले चाराहरू खाएको कि म चाहिँ अलिक समय बाद गएको थिएँ माइत अनि त्यसपछि हामी चाहिँ चैते दसैँ मनाउनको लागि गएको चैतमा यो चाहिँ भाले यो चाहिँ खाने हो भनेर राखेको माथि चाहिँ अनि त्यसको तल हेर्नु हुँदैछ त्यो चाहिँ त्योभन्दा अलिकति सानो होइन योभन्दा अलिकति ठुलो चाहिँ मुनि चढ्दैछ क्या यहाँ चाहिँ हाम्रो मम्मी ड्याडीहरूले चाहिँ छिमलको कुखुराहरू पाल्नु भएको छ होइन यो कुखुराको चाहिँ आज एउटा भिडियो बनाऊँ न त भनेर होइन तिते खामै भन्नुभएको थियो अनि त्यही भएर चाहिँ हामीले तिते खानालाई रेडी गर्दैछौँ एउटा भाले काट्नको लागि चाहिँ हामी तिनजना होइन चारैजना भनौँ न छोरासँग चाहिँ चारजना चाहिँ एउटा कुखुराको लागि परेका छौँ यो चाहिँ तिते बनाउनुको लागि चाहिँ हामीले यसमा प्वाखहरू रेडी गरेको त्यो डढाको भनौँ न अनि चाहिँ सबैजनाले ल अब चाहिँ खाने भनेर दिउँसोदेखि तयारी है छोरीलाई वाकरमा राखेर कसैजनाले चाहिँ दाउरा फुटाउने अनि कसैले भालेलाई पोल्ने अनि कसैले चाहिँ पोलेको प्वाखहरूलाई चाहिँ झार्ने होइन मेरो छोरी चाहिँ वाकरमा पुरा कुद्दैछ भने अनि भिडियोहरू पनि बनाउँदैछौँ यो भिडियो बनाउने चाहिँ मेरो छोराले बनाइदिएको हो कुनै क्लिपहरू चाहिँ मेरो छोराले नै लिइरहेको थियो हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि यसरी नै पकाएर खान सक्नुहुन्छ है हामीले चाहिँ खाइसकेर चाहिँ भिडियो बनाइरहेको छौँ है यो चाहिँ मेरो माइती घर हो हामी चाहिँ चैते दसैँ मनाउनको लागि गएको थियौँ हेलो भन के भन्ने हो अजाले चाहिँ अजाले भाली पोल्दै हुनुहुन्छ मामुले चाहिँ पिठो बनाउँदै हुनुहुन्छ म भिडियो पनि बनाउँदैछु म पनि भिडियो बनाउँदैछु अजीहरूले अजीले कुखुरा काटेर पोल्नु हुँदैछ बाल्टीमा चाहिँ खुन छ भालेको माथिबाट ल्याउनु भएको समातेर अर्को हाम्रो चाहिँ अजाले पाल्नु भएको कुखुरा काटेर खाएको अनि माथिको पोथी चाहिँ भाले हो भाले माथिको भाले काटेर खाएको अनि यो चाहिँ कुखुराको टाउको हो